साथीहरु तपाईहरुको एससीको रिजल्ट आउने डेट फिक्स भयो। साथीहरु तपाईहरुको एससीको रिजल्ट कहिले आउँछ कसरी हेर्ने आफ्नो मोबाइल फोनबाट। यदि साथीहरु तपाईले पनि आफ्नो मोबाइल फोनबाट एससीको रिजल्ट कहिले आउँछ भने हेर्नको लागि सिक्न चाहनुहुन्छ भने तपाईले के गर्नुला सिक्नको लागि यो भिडियोलाई स्किप नगरी भिडियोको सुरुदेखि अन्तिमसम्म हेर्दै गर्नु होला किनभने आज म तपाईहरुको सिकाउन गइरहेको छु कि आफ्नो मोबाइल फोनबाट एससीको रिजल्ट कहिले आउँछ भने कसरी हेर्ने। ल साथीहरु अब लागौ भिडियोतर्फ। साथीहरु तपाईले पनि आफ्नो मोबाइल फोनबाट एससीको रिजल्ट कहिले आउँछ भने हेर्नको लागि के गर्नु होला। साथीहरु तपाईले पनि आफ्नो मोबाइल फोनको क्रोम ब्राउजर एप्लिकेसनलाई सबैभन्दा पहिला ओपन गर्नु होला। क्रोम ब्राउजर एप्लिकेसनलाई ओपन गरिसकेपछि साथीहरु तपाईले के गर्नु होला यहाँ चाहिँ सर्चको अप्सन छ नि यहाँ चाहिँ सर्चको अप्सनमा क्लिक गर्नु होला। सर्चको अप्सनमा क्लिक गरिसकेपछि साथीहरु तपाईले यहाँ के टाइप गर्नुलाई एससीको रिजल्ट कहिले आउँछ त्यो हेर्नको लागि थाहा पाउनको लागि साथीहरु तपाईले यहाँ टाइप गर्नुलाई NEB.gov.np टाइप गरेर नि सर्च गर्नु होला। सर्च गरिदिनुहुन्छ भने साथीहरु तपाईहरुको मोबाइल फोनमा पनि यहाँ चाहिँ राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट खुलेर आइहाल्छ। साथीहरु तपाईले पनि आफ्नो मोबाइल फोनमा यहाँ आइसकेपछि के गर्नु होला यहाँ आउनु होला तल आइसकेपछि साथीहरु तपाईले के गर्नु होला यहाँ चाहिँ वार्षिक कार्यतालिका भन्ने अप्सन छ नि यहाँ चाहिँ वार्षिक कार्यतालिका भन्ने अप्सनमा क्लिक गर्नु होला। वार्षिक कार्यतालिका भन्ने अप्सनमा क्लिक गरिसकेपछि साथीहरु तपाईले के गर्नु होला फेरि यहाँ आउनु होला तल आइसकेपछि साथीहरु तपाईले के गर्नु होला यहाँ चाहिँ वार्षिक कार्यतालिका भन्ने अप्सन छ नि 2 नम्बरमा यहाँ चाहिँ वार्षिक कार्यतालिका भन्ने अप्सनको यहाँ आउनु होला साइडमा आइसकेपछि साथीहरु तपाईले के गर्नु होला यहाँ चाहिँ पीडीएफ भन्ने अप्सन छ नि यहाँ चाहिँ पीडीएफ भन्ने अप्सनमा क्लिक गर्नु होला। पीडीएफ भन्ने अप्सनमा क्लिक गरिसकेपछि साथीहरु तपाईहरुको मोबाइल फोनमा पनि एउटा यहाँ नोटिस आइहाल्छ। साथीहरु तपाईले पनि आफ्नो मोबाइल फोनमा यहाँ आइसकेपछि के गर्नु होला यो नोटिसलाई जुम गरेर अनि यहाँ आउनु होला तल आइसकेपछि साथीहरु तपाईहरुको मोबाइल फोनमा पनि 19 नम्बरमा लेखेको हुन्छ वार्षिक परीक्षाको नतिजा प्रकाशन। साथीहरु तपाईहरुको वार्षिक परीक्षाको नतिजा प्रकाशन कहिले हुन्छ त्यो यहाँ हेराइदिन्छ। तपाईहरुको वार्षिक परीक्षाको नतिजा प्रकाशन हुने टाइम रहेको छ 2082 साल असार 6 गते भित्रमा। तपाईहरुले यसरी नै आफ्नो मोबाइल फोनमा रहेको क्रोम ब्राउजर एप्लिकेसनमा आएर तपाईहरुको एससीको परीक्षाको रिजल्ट कहिले आउँछ भने त्यो हेर्न सक्नुहुन्छ। हेरिसकेपछि साथीहरु तपाईले के गर्नु होला आफ्नो मोबाइल फोनको क्रोम ब्राउजर एप्लिकेसनबाट ब्याक जानु होला। अब साथीहरु म पनि गइरहेको छु आफ्नो मोबाइल फोनको क्रोम ब्राउजर एप्लिकेसनबाट ब्याक। क्रोम ब्राउजर एप्लिकेसनबाट ब्याक आइसकेपछि साथीहरु मलाई तपाईले पनि आफ्नो मोबाइल फोनको क्रोम ब्राउजर एप्लिकेसनमा गएर एससीको रिजल्ट कहिले आउँछ भने त्यो हेर्नको लागि सिक्सको होला। साथीहरु तपाईले पनि आफ्नो मोबाइल फोनको क्रोम ब्राउजर एप्लिकेसनमा गएर एससीको रिजल्ट कहिले आउँछ भने त्यो हेर्नको लागि सिक्नु भएको जानु होला। अनि तपाईहरुले अहिलेसम्म मेरो युट्युब च्यानल यहाँ आउँदै हुन्छ भने तपाईले के गर्नु होला मेरो युट्युब च्यानल पनि सब्स्क्राइब गरिदिनु होला अनि भिडियोलाई पनि लाइक गरिदिनु होला अनि भिडियोलाई साथीहरुमा पनि शेयर गर्नु होला। ल साथीहरु आजको लागि यति थियो बाइ।